आई गेस टस जितेर एक त अब फिल्डिङ चुज गर्नुपर्ने अब थ्रु आउट द टुर्नामेन्ट जे पनि भइरहेको छ प्रोसेस त्यसमा चाहिँ सबै टिमले चाहिँ पहिला ब्याटिङ नै लिइरहेछ र हामीले चाहिँ अब त्यो एउटा प्लान चाहिँ थियो माइन्डमा कि अब 13.4 ओभरसम्म चाहिँ जे पनि टार्गेट आउँछ हामीले चेज गर्नुपर्ने नै हुन्छ 148 हामी बिचमा बोलिङमा चाहिँ कहीँ न कहीँ एक दुई ठाउँहरूमा चुक्यौँ तर पनि 148 वाज अ गुड टोटल वेन 20 ओभर्सको कुरा हुन्छ तर 13.4 को लागि स्टिल ब्याटिङ युनिटले चाहिँ एउटा ट्रु क्यारेक्टर देखाएर चाहिँ अगाडि बढ्नु जरुरी नै थियो विच आई गेस वेन यु हेभ समन लाइक फ्याफ अनि स्याम जुन फर्ममा छन् दुईजना आई गेस इट वाज अ रियली गुड सो हामीले चाहिँ बाहिरबाट हेर्दा चाहिँ एज एन अडियन्स चाहिँ मैले चाहिँ भन्नु अब इट वाज लाइक ए फ्यान मुभमेन्ट भइरहेको थियो अनि इट वाज सो गुड टु सी एन्ड देन त्यसले चाहिँ अर्को के सिकाउँछ भने हाम्रो लोकल प्लेयरहरूले चाहिँ त्यसरी चाहिँ कसरी गर्न सक्छ अब त्यो मुभमेन्टहरूलाई चाहिँ कसरी सेयर गर्न सक्छ प्लस आफू चाहिँ त्यो सिचुएसनमा भएन कसरी सिक्न सकिन्छ त्यो कुराहरूलाई चाहिँ एकदम राम्रो लागेको छ वी वर लाइक जस्ट गो फर ए किल बिकज टप फोरमा चाहिँ यत्तिकै पुगिसकेको थियो अब नथिङ टु लुज अब लुज गर्नको लागि केही पनि नभएको खण्डमा चाहिँ तपाईँले चाहिँ अब पोजिटिभ मेन्टालिटीको साथमा जानुपर्ने हुन्छ डोमिनेट गर्नु पऱ्यो त्यो मुभमेन्टलाई बट कन्फिडेन्ट भएर चाहिँ ओभर कन्फिडेन्ट भन्दा पनि कन्फिडेन्ट भएर अब आफ्नो एरियाहरूमा पनि हुनु पऱ्यो अब जे पाइदै खेल्दा पनि हुँदैन होइन आई गेस त्यसको लागि चाहिँ अब दुईजना जुन ओपनिङ पार्टनरसिप थियो हाम्रो लागि एकदम क्रुसियल थियो 6 ओभर्समा तपाईँले त्यो स्टार्ट पाउनु ओभर 90 समथिङ सो द्याट सम्स अफ द होल त्यो समराइज गर्छ त्यो सबै कुराहरूले चाहिँ आजको गेममा फर्स्ट अफ अल त यस नो डाउट दिपेन्द्र इज वान अफ द बेस्ट क्रिकेटर्स नेपालको होइन एन्ड उसको लागि जति माया गर्छ सबैजनाले होइन सुदूरपश्चिमवासीहरू इनफ्याक्ट पुरै नेपालले जति माया दिन्छ होइन साथसाथै आज फ्याफ र स्यामहरू होइन दुईजनाको जुन पार्टनरसिप भइरहेको थियो धेरैजनाको लागि दिपेन्द्र सँगसँगै फ्याफको फ्यान मुभमेन्ट पनि भइरहेको थियो सो आई गेस त्यो एउटा मुभमेन्टलाई चाहिँ सबैजनाले इन्जोय गरिरहेको थियो र अफकोर्स अब क्रिकेट भनेकै एउटा ब्युटिफुल गेम हो जुन चाहिँ अपोनेन्टले राम्रो खेलिरहेको छ भने तपाईँले उहाँहरूलाई तारिफ पनि गर्नुपर्ने हुन्छ सो आई गेस सुदूरपश्चिमको आज जुन पनि फ्यानहरू आउनु भएको थियो उहाँहरू सबैप्रति एकदम हृदयदेखि नै माया छ म त अब त्यो मुभमेन्टहरूलाई चाहिँ एकदम चेयर गर्छु बिकज टु हेभ समन लाइक फ्याफ और स्याम मान्सी और गप्टिल आई मिन मर्चेन्ट आई गेस इट्स अ प्लेजर फर एनी टिम टु हेभ अल दिस गाइज अनि उहाँहरूसँग चाहिँ खेल्दा पाउँदा अब म चाहिँ आफूलाई चाहिँ कहिले पनि एज ए क्याप्टन नै म अगाडि सोच्दिनँ होइन आमा फर्स्ट अफ अल अब म एज ए क्याप्टन भए पनि नभए पनि मेरो पहिलो प्राथमिकता भनेको मैले गएर त्यहाँ बोलिङ गर्नुपर्ने हुन्छ होइन मैले बोलिङ त गर्नुपर्ने नै भयो साथै टिमको हितको लागि चाहिँ के गर्न सकिन्छ त्यो सबै कुराहरू गर्नुपर्ने भयो साथै उहाँहरू जस्तो प्लेयरहरू साथमा भइदिएपछि अरू कुराहरू चाहिँ सजिलो हुन्छ मैले एक पाटो हेर्न पायो उहाँहरूले चाहिँ अर्को पाटोहरूबाट बोलरहरूलाई पनि सजेसन दिन पायो अनि मभन्दा पनि धेरै नलेज छ क्रिकेटको उहाँहरूलाई सो मैले कहिलेकाहीँ के कुराहरू मिस गरिरहेको चाहिँ उहाँहरू चाहिँ त्यहाँ हुनुहुन्छ सो इट सोज कि एज ए टिम हामी चाहिँ कलेक्टिभ एफर्टहरू चाहिँ लगाइरहेको छ अब अफकोर्स अब यहाँसम्म आइपुग्यो सबैजना चाहिँ अब टप 4 जति पनि छ सबैजना ट्रफीको लागि नै जानेछ सो हामी डेफिनेटली हामी पनि त्यही गो फर द किल अफ वान मोर टाइम अनि त्यसपछि चाहिँ अब ट्रफी जितेर नै अब भनौँ न लास्ट इयर जुन हाम्रो एउटा टुर्नामेन्ट भएको थिएन राम्रो यो टुर्नामेन्टलाई चाहिँ राम्रो रूपमा फिनिस गरौँ भन्ने छ म ठिक छ एकदम खुसी छु अब त्यसमा अब टप विकेट टेकर भए पनि नभए पनि एट द एन्ड अफ द डे मेरो टिम जितिरहेको छ कि नै भन्ने चाहिँ मलाई एकदम ठुलो चिन्ताको विषय त्यही नै हुन्छ जहिले पनि चाहे त्यो एनपिएल होस् चाहे नेपालको टिमको होस् होइन जे भए पनि आफ्नो टिमको लागि चाहिँ राम्रो गर्नु पऱ्यो अब अफकोर्स मैले विकेट लिँदा चाहिँ टिमको हितमा राम्रो हुन्छ त्यसले चाहिँ अर्को टिमको मोरललाई डाउन गर्न सक्छ र अर्को टिमको भनौँ न एउटा मोमेन्टमलाई चाहिँ अर्कोतिर सिफ्ट गरिदिन्छ लो साइडमा सिफ्ट गरिदिन्छ सो रमाइरहेको छु अब रमाइलो भइरहेछ अब यो मोमेन्टमलाई चाहिँ अगाडि अब लोड अफ म्याचेस अझै बाँकी छ यो छ त्यसपछि वर्ल्ड कप छ धेरै कुराहरू बाँकी छ आउन अहिले सो लड अफ क्रिकेट टु कम अनि त्यसमा पनि यो मोमेन्टमहरू गइराख्यो भने पर्सनली र टिमको लागि पनि सुदूरपश्चिम जसरी नै उहाँहरूले डेफिनेटली अनडाउटली वान अफ द बेस्ट क्रिकेट टिम छ यो टिम एनपिएलमा उहाँहरूले खेल्नु पनि भएको छ त्यही ब्रान्डको क्रिकेट नै खेलिराख्नु भएको छ एन्ड सो मच क्रेडिट गोज टु दिपेन्द्र जसरी उसले चाहिँ टिमलाई क्यारी गरेर हिँड्छ सबै कुराहरू चाहिँ क्यारेक्टर देखाउँछ एन्ड देन इट्स नट एन इजी जब आफूले चाहिँ एउटा फ्रन्टबाट लिड गर्नु र आई गेस अब आजको दिनमा जे पोजिटिभ्सहरू भयो त्यसैलाई नै अगाडि लिएर गएर नेक्स्ट गेममा चाहिँ हामी तपाईँले हेर्नुहुन्छ भने अब डिफ्रेन्ट गेमहरूमा डिफ्रेन्ट प्लेयरहरू चाहिँ मोस्ट अफ द टाइम्स प्लेयर अफ द गेम पनि भइरहेको छ एन्ड देन सबैजना चाहिँ त्यो इगरनेस चाहिँ छ राम्रो गर्नको लागि एन्ड अफकोर्स इफ यु डु वेल हियर नेसनल टिम पनि हजुरको लागि एउटा ढोका तपाईँले ढकढकाइराख्नुहुन्छ सो मोस्ट अफ द प्लेयर्स यहाँबाट चाहिँ धेरैले चाहिँ अब नेसनल टिम रिप्रेजेन्ट गरेको छैन होइन अब
धेरैले चाहिँ गरिरहेको छ तर कन्सिस्टेन्टली गरिरहेको छैन। सो उहाँहरूको लागि पनि एउटा राम्रो चान्स पनि हो यो सबै कुराहरू। अब यहाँ पक्कै पनि तपाईँले यस्तो ठुलो प्लेटफर्ममा आएर आफूलाई प्रुभ गर्नु छ भने नेक्स्ट लेभलको लागि चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ।